वास्तवमा चाहिँ राजनीति एउटा समाज सेवा हो। समाज सेवामा गएका मान्छेहरूले पारिश्रमिकको आश गर्नु, भत्ताको आश गर्नु, सेवा सुविधाको आश गर्नु त्यति जायज हुन्न भन्ने चाहिँ मलाई लाग्दछ। र यो आम नागरिकमा नेताहरूले पनि तलब खाने अनि त्यसपछि भत्ता खाने, काम नगर्ने यस्तो खालको नेगेटिभ नकारात्मक सन्देश जहाँसुकै देखिएको कारणले गर्दाखेरि मैले चाहिँ राज्यबाट प्राप्त गर्ने, निर्वाचनभन्दा अगाडि नै मैले राज्यबाट प्राप्त गर्ने सेवा सुविधाहरू मेरो आफ्नो व्यक्तिगत प्रयोजनमा मैले खर्च गर्ने छैन। मैले प्राप्त गरेका सबै सेवा सुविधाहरू सामाजिक कामहरूमा प्रयोग गर्नेछु। त्यहाँका चाहिँ निडी पिपुलहरूलाई नै त्यो फिर्ता गर्नेछु भनेर चाहिँ घोषणा गरेको थिएँ। वास्तवमा चाहिँ नागरिकहरूप्रति, नेताहरूप्रति सकारात्मक धारणाको विकास होस् भन्ने अभिप्रायले पनि मैले चाहिँ त्यो घोषणा गरेको थिएँ। हाम्रा नेपाली युवाहरू धेरैभन्दा धेरै चाहिँ वैदेशिक रोजगारीमा जाने एउटा टेन्डेन्सी चलेको छ, अब त्यो प्रवृत्ति छ। त्यसलाई हामीले कम गर्नको लागि यो युवा शक्तिले देशकै माटोमा रमाएर देशमै काम गरेर यही देशकै विकास गर्न पर्दछ भन्ने कुरामा रिब्दीकोट गाउँपालिका सुस्पष्ट छ। त्यही भएर हाम्रो अब रिब्दीकोट गाउँपालिकामा धेरै उद्योग धन्दा खोल्ने खालको चाहिँ वातावरण त छैन, तर कृषि फेरि कृषि र कृषि कर्मबाट धेरैभन्दा धेरै मान्छेहरूलाई चाहिँ आय आर्जनसँग समृद्धिसँग जोड्न सकिन्छ भनेर हामीले कृषि क्षेत्रमा नै, चाहे बाँझो खेतीको क्षेत्रमा होस्, चाहे विदेशबाट फर्केका नागरिकहरूलाई चाहिँ विभिन्न खालका प्रोत्साहन दिने क्षेत्रमा होस्, चाहे उत्पादनमा अनुदान दिने क्षेत्र होस्, चाहे बिउ बिजनमा दिने क्षेत्र होस्, चाहे चाहिँ त्यो प्रविधि दिने क्षेत्रमा होस्, कुनै पनि कुराहरू कृषकले चाहिँ यदि माग गर्नुभयो भने अथवा काम गर्न चाहने मान्छेले माग गर्नुभयो भने पर हामी हरेक किसिमले रिब्दीकोट गाउँपालिका जो चाहिँ उहाँहरूको चाहिँ सेवामा तयार छ, उहाँहरूलाई चाहिँ सहयोग गर्न तयार छ भन्ने चाहिँ एउटा अभियान पनि चलाएका थियौँ। त्यही क्रममा चाहिँ धेरै मान्छेहरूले चाहिँ यो कृषि कर्ममा चाहिँ आकर्षित हुनुभएको छ। अनि हजुरले भने जस्तै खुर्सानी त एउटा कर्म भयो। हामीले चाहिँ अकबरे खुर्सानीको साथसाथै यो टमाटर पनि 6 करोडभन्दा माथिको टमाटर पनि बेच्छौँ, काँक्राहरू पनि बेच्छौँ, सुन्तलाहरू पनि बेच्छौँ, यी धेरै अदुवाहरू, बेसारहरू, नगदी बालीहरू पनि बेच्छौँ। र अहिले हाम्रो चाहिँ ओसी 81 को चाहिँ 79 ओसीमा हामीले 23 करोड 60 लाख बराबरको चाहिँ कृषि र पशुजन्य उत्पादनहरू रिब्दीकोट गाउँपालिकाबाट बाहिर निर्यात भयो। र अहिले यो ओसी 81 को अब हाम्रो डाटा चाहिँ आउँदैछ। ओसी 81 को उत्पादन लगभग 30-31 करोड रुपियाँ हुनेछ। हामीले चाहिँ 5 वर्षको अवधिमा यसलाई 1 अरब रुपियाँमा पुर्याउन पाए हुन्थ्यो भनेर चाहिँ गरेछौँ। र आदरणीय युवा साथीहरू अथवा चाहिँ त्यहाँका चाहिँ नागरिकहरू जसले कृषि कर्म गर्न चाहिँ इच्छा जाहेर गर्नुहुन्छ, यदि उहाँहरूले प्रतिदिन 8 घण्टा मेहनत गर्नुभयो भने प्रति महिना 25,000 रुपियाँ कमाउने वातावरण चाहिँ त्यहाँ तयार भएको छ। र वर्षमा 3 लाख रुपियाँ सजिलै कमाउन सक्ने वातावरण तयार भएको छ। यदि कोही पनि युवा अथवा चाहिँ कृषिमा काम गर्न चाहने व्यक्तिहरू हामीसँग आउनुहुन्छ र 2 वर्ष हामी काम गर्छौँ भनेर भन्नुभयो भने हामीले त्यो खालको चाहिँ व्यवस्थापन गर्न सक्ने अवस्थामा पुगेका छौँ। 4 वर्ष अगाडि चाहिँ रोपण कार्यक्रम सुरु भएको थियो। सामान्य एकजना किसानले चाहिँ त्यसलाई रोप्नु भएको थियो। पछि त्यसको राम्रो मूल्य आइसकेपछि त्यसलाई आम नागरिकहरूले अथवा किसानहरूले लगाउँदाखेरि उपयुक्त हुन्छ भन्ने आधारमा तेस्रो वर्ष 3 वर्ष अगाडि चाहिँ अघिल्लो सरकारले नै त्यो रिब्दीकोट पालिकाभरि नै अकबरे खुर्सानी लगाउने अभियान सुरु गरेको थियो। त्यति बेला चाहिँ 280 रुपियाँ प्रति किलो चाहिँ हामीले बिकाउने छौँ भनेर त्यति बेलाको चाहिँ सरकारले नागरिकहरूमा अथवा किसानहरूमा भनेको। तर चाहिँ किसानहरूले त्यो उत्पादन भइसकेपछि त्यो मूल्य प्राप्त नगरेकोले व्यापक गुनासो चाहिँ थियो। हामी आउने ताका चाहिँ एक प्रकारले किसानहरूले चाहिँ त्यो खुर्सानी हाम्रो आँखामा चाहिँ दल्दिनुहुन्छ कि भन्ने खालको आक्रोशपूर्ण चाहिँ अवस्था सिर्जना भएको थियो। त्यसलाई मध्यनजर गरेर हामीले चाहिँ अकबरे खुर्सानीको बजार खोज्ने कामलाई पहिलो प्राथमिकता दियौँ। त्यस क्रममा चाहिँ जब हामीले चाहिँ बजारको सुनिश्चितता यो आर्थिक वर्ष ओसी 81 को प्रारम्भमा नै हामीले यो अकबरे खुर्सानी लगाउने किसानहरूको मूल्य सुनिश्चित गर्नुपर्छ भनेर चाहिँ एउटा अभियान सञ्चालन गऱ्यौँ। त्यही क्रममा माघ महिनामा
माघ महिनामा अब यो एउटा संस्थासँग हामी रोहबर गाउँपालिका रोहबर बसेर यदि किसानहरूले अकबरी खुर्सानी श्रावण 81 सालको श्रावण 1 गतेदेखि मङ्सिरको मसान्तसम्म चाहिँ बेच्न चाहनुहुन्छ भने उहाँहरूको मूल्य प्रति केजी 220 रुपियाँ हुन्छ भनेर हामीले सुनिश्चित गऱ्यौँ र गरिसकेपछि आम किसानहरूलाई चाहिँ खुर्सानी लगाउन अभिप्रेरित गऱ्यौँ। खुर्सानीहरू चाहिँ लगाउने क्रममा चाहिँ ब्याड राख्नुभयो, तर चाहिँ ब्याड राख्दाखेरि 10 लाख खुर्सानीका उहरू चाहिँ बेर्नाहरू चाहिँ असिना पानी चैतमा आएको असिना पानीले चाहिँ तहस नहस पार्यो र हामीले अपेक्षा गरे अनुसार चाहिँ खुर्सानीको बेर्नाहरू चाहिँ हुर्किन सकेन। तैपनि 6-7 लाख बेर्नाहरू हुर्किएको थियो र त्यसैमा चाहिँ किसानहरूले चाहिँ उत्पादन गरेको खुर्सानी लगभग अहिले हामीले यो आर्थिक वर्षमा कल्पना त हामीले 18-19 करोडको गरेका थियौँ, तर चाहिँ जम्मा 6 करोड जतिको मात्रै व्यापार हुने अवस्थामा हामी पुगेका छौँ। वास्तवमा चाहिँ मूल्य सुनिश्चित हुँदाखेरि आम किसानहरू चाहिँ त्यो खुर्सानी लगाउन चाहिँ अभिप्रेरित हुनुभयो। त्यो बजारको सुनिश्चितताले नै हो।